पूर्व गृहमन्त्री सुदन गुरुङको व्यक्तिगत ब्याङ्क खाताको गोप्य विवरण 81 एउटा राष्ट्रिय दैनिकमा छापिएको छ। यो कुनै सामान्य समाचार होइन। यसले नेपाली ब्याङ्किङ क्षेत्रकै इतिहासमा गोपनीयताको एउटा अत्यन्तै गम्भीर उल्लङ्घन भएको प्रमाणित गरिदिएको छ। आजको यस वस्तुनिष्ठ विश्लेषणमा देशकै प्रतिष्ठित नबिल ब्याङ्कसँग जोडिएको यो गम्भीर गोपनीयता काण्ड र यसले उब्जाएका जटिल प्रश्नहरूको भित्री पाटो खोतल्दैछौँ। कुरा गरौँ विश्वासमाथिको गम्भीर सङ्कटको। ब्याङ्क भनेको पैसा राख्ने फलामको ढुकुटी मात्र पक्कै होइन नि, होइन र? यो त पूर्णतया विश्वासको जगमा अडिएको संस्था हो। यस घटनामा एउटा अचम्मको विरोधाभास देखिएको छ। नयाँ वर्ष अर्थात् अप्रिल 13 को दिन मात्र नबिल ब्याङ्कका अध्यक्ष निर्वाण चौधरीले सार्वजनिक रूपमै एउटा सन्देश दिनुभएको थियो। उहाँले भन्नुभएको थियो, यो विश्वासको कुरा हो, यो जिम्मेवारीको कुरा हो र सबैभन्दा महत्त्वपूर्ण यो सपनाहरू साकार पार्ने कुरा हो। तर विडम्बना हेर्नुहोस् त, यो विश्वास र जिम्मेवारीको सुमधुर सन्देश दिएको केही हफ्ता नबित्दै त्यही ब्याङ्कको विश्वसनीयतामाथि अहिले इतिहासकै सबैभन्दा ठूलो प्रश्नचिह्न खडा हुन पुगेको छ। मुख्य घटना के भयो भने पूर्व गृहमन्त्री सुदन गुरुङको नबिल ब्याङ्कको व्यक्तिगत खाताको सम्पूर्ण कारोबार विवरण देशकै ठूलो मिडिया हाउस कान्तिपुर दैनिकमा हुबहु छापियो। अब यहाँनिर गम्भीर भएर सोचौं त, देशको उच्च सुरक्षा संयन्त्र सम्हालिसकेका एकजना पूर्व गृहमन्त्रीको खाता त सुरक्षित छैन भने साधारण नागरिकको आर्थिक गोप्यता चाहिँ कति सुरक्षित छ? यस तथ्यले आम ब्याङ्क प्रयोगकर्ताहरूमा एउटा ठूलो त्रास र अविश्वास सृजना गरिदिएको छ। कान्तिपुरको प्रकाशन र त्यसपछिको राजीनामा। यो गोप्य विवरण बाहिरिएपछि यसले सडकमा मात्र होइन, समाचार छाप्ने मिडिया हाउसभित्रै पनि ठूलै भुइँचालो ल्यायो। कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाका पछिल्ला कदमहरूले यो रहस्यलाई झनै गहिरो बनाइदिएको छ। उहाँले सुदन गुरुङको शङ्कास्पद कारोबार भन्दै केही समाचारका स्क्रिनशटहरू आफ्नै सामाजिक सञ्जालमा सेयर गर्नुभयो। यसलाई उहाँले मिशन पत्रकारिता जस्तो देखिएको, तर यो कसको मिशन हो भन्ने चाहिँ आफूलाई थाहा नभएको भनेर लेख्नुभयो। र यहाँनिर सबैभन्दा आश्चर्यजनक कुरा के भयो भने उहाँले अचानक कान्तिपुरबाटै राजीनामा दिनुभयो। यसले सञ्चारगृहभित्रको आन्तरिक द्वन्द्व र यो प्रकाशन पछाडिको अज्ञात उद्देश्यलाई छर्लङ्ग पार्छ। अब नबिल ब्याङ्कको आधिकारिक भनाइतर्फ लागौं। यति ठूलो गोपनीयता भङ्ग हुँदा र चौतर्फी विरोध आउँदा काण्डको केन्द्रबिन्दुमा रहेको ब्याङ्कले कस्तो प्रतिक्रिया जनायो त? यहाँका घटनाक्रमलाई सरसर्ती हेर्दा त एउटा प्रेस विज्ञप्ति युद्ध नै चलेको जस्तो देखिन्छ। अप्रिल 13 मा अध्यक्षको विश्वासको सन्देश आउँछ। त्यसको केही समयमै विवरण चुहिन्छ अनि वैशाख 9 गते नबिल ब्याङ्कले आफ्नो बचाउ गर्दै एउटा लामो प्रेस विज्ञप्ति निकाल्छ। तर कथा यतिमै सकिँदैन। त्यसको ठिक 2 दिनपछि वैशाख 11 गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अर्थात् CIB ले ब्याङ्कको आश्रयलाई नै ठाडै खण्डन गर्दै अर्को विज्ञप्ति जारी गर्छ। नबिल ब्याङ्कले आफ्नो विज्ञप्तिमा बाहिर आएका आरोप र अनुमानहरूलाई पूर्ण रूपमा गलत, भ्रामक तथा आधारहीन भएको दावी गरेको छ। ब्याङ्कले यो घटनालाई जनमानसमा ब्याङ्किङ सेवाप्रतिको विश्वास बिगार्न रचिएको एउटा नियोजित दुष्प्रचारको रूपमा व्याख्या गर्दै एकदमै कडा प्रतिरक्षात्मक शैली अपनाएको देखिन्छ। ब्याङ्कले प्रस्तुत गरेका मुख्य दावीहरू एकदमै स्पष्ट थिए। उनीहरूको भनाइअनुसार ग्राहकको विवरण कि त ग्राहक स्वयंलाई दिइन्छ, कि त निजको आधिकारिक प्रतिनिधिलाई मात्र दिइन्छ, या त कानूनी प्रक्रिया पुर्याएर नियमनकारी तथा अनुसन्धानकारी निकायलाई मात्र उपलब्ध गराइन्छ। ब्याङ्कको कोर ब्याङ्किङ सिस्टममा कसले, कहिले र कुन प्रयोजनका लागि विवरण निकाल्यो भन्ने सम्पूर्ण रेकर्ड सुरक्षित रहने उनीहरूको जिकिर छ। साथै संस्था विरुद्ध अफवाह फैलाउनेहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कानूनी कारबाही गर्ने चेतावनी समेत ब्याङ्कले दिएको छ। पर CIB को पूर्ण खण्डनले कथामा नयाँ मोड ल्याउँछ। ब्याङ्कको भनाइ सुन्दा त सर्वसाधारणले के बुझेका थिए भने पक्कै पनि कुनै अनुसन्धानकारी निकायले नै कानूनी रूपमा त्यो विवरण मागेको हुनुपर्छ। तर यहाँ प्रष्ट विरोधाभास छ। एकातिर नबिल ब्याङ्क भन्छ अनुसन्धानकारी निकायलाई कानूनी प्रक्रिया अनुसार मात्र विवरण दिइन्छ। अर्कोतिर CIB विज्ञप्ति निकालेरै प्रष्ट रूपमा भन्छ पूर्व गृहमन्त्री सुदन गुरुङको कुनै पनि प्रकारको ब्याङ्क विवरण माग गरिएको छैन र यो विषय हालको अनुसन्धानसँग सम्बन्धित नै छैन। अब वस्तुगत रूपमा विश्लेषण गरौँ न, यी दुवै भनाई एकैपटक सत्य हुन त कुनै हालतमा सक्दैनन्। यसको मतलब संस्थागत तहमा कतै न कतै ठूलो झुट बोलिएको प्रमाणित हुन्छ। यहाँ एउटा गम्भीर विडम्बना पनि छ।
नबिल बैंक र सीआईबी दुवै निकायले आफ्नो विज्ञप्तिमा एउटै कानूनको सहारा लिएका छन्। त्यो हो विद्युतीय कारोबार ऐन 2063, जसले अनधिकृत रूपमा विवरण चुहायो त्यो मुख्य दोषी को हो भन्ने अझै अज्ञात छ। तर जसले यो विषयमा प्रश्न उठाइरहेका छन् उनीहरूलाई चाहिँ कारबाही गर्ने धम्की दुवै निकायबाट आइरहेको छ। उठिरहेका गम्भीर प्रश्नहरू। सीआईबी र ब्याङ्कको यस्तो बाजिने भनाइपछि सार्वजनिक वृत्तमा अत्यन्त गम्भीर प्रश्नहरू उठ्नु स्वाभाविक नै हो। हाल सार्वजनिक डोमेन र विश्लेषकहरूबाट मुख्य दुईवटा सिद्धान्त अघि सारिएका छन्। पहिलो सिद्धान्त प्राविधिक पहुँचसँग जोडिन्छ। नेपालका अधिकांश ब्याङ्कको सफ्टवेयर प्रणाली F1 सफ्ट नामक कम्पनीले व्यवस्थापन गर्छ र राजीनामा दिएका सम्भव सिरोहिया त्यसका सञ्चालक हुन्। के त्यहाँबाट अनधिकृत पहुँच भयो त? यो एउटा प्रश्न छ। दोस्रो सिद्धान्त राजनीतिक सम्बन्धको छ। नबिल ब्याङ्कको मुख्य लगानीकर्ता चौधरी परिवारको नेपाली कङ्ग्रेससँग स्पष्ट राजनीतिक सम्बन्ध छ र विगतमा जग्गा विवादका मुद्दाहरू पनि उठेका थिए। यी तथ्यहरूले विवरण चुहावटमा प्राविधिक छिद्र हो कि राजनीतिक स्वार्थ, कुन शक्तिको हात छ भन्ने ठूलो बहस सृजना गरेको छ। हामीले यहाँ उपलब्ध तथ्यहरूलाई निष्पक्ष रूपमा मात्र प्रस्तुत गरेका छौं। अन्त्यमा सबै पक्षले आफू चोखो भएको दाबी त गरिरहेका छन्, तर यथार्थ यही हो कि एउटा गोप्य ब्याङ्क विवरण सञ्चार माध्यममा पुग्यो र छापियो। विवरण आफै हिँडेर त पक्कै गएन होला। कि त ब्याङ्कभित्रैबाट अनधिकृत रूपमा दिइयो, कि त बाह्य प्राविधिक पहुँच प्रयोग गरेर निकालियो। गल्ती त पक्कै भएको छ, तर जिम्मेवारी कसैले लिएको छैन। त्यसो भए गोप्य विवरण वास्तवमा कसले चुहायो त? यो प्रश्नको स्पष्ट जवाफ नभेटिएसम्म समग्र ब्याङ्किङ प्रणालीप्रतिको सार्वजनिक विश्वास फर्किने छैन। यस गम्भीर विषयमा कसले जवाफदेहिता लिनुपर्छ जस्तो लाग्छ? तल टिप्पणी बक्समा आफ्नो विचार राख्नुहोला।